हालेछु किस्ता ल हेर्नु है 50,000 किस्ता हालेको 5 दिनपछि बिट हालेर अर्कोलाई दियो भनेपछि यो ब्याङ्क कस्तो हो के बुझ्नुहुन्छ तपाईँहरूले म आएर सुन्नु न मैले 50 दिन हाल्दा 50,000 हाल्दा पनि जेएनजीको आन्दोलनले देशको स्थिति राम्रो छैन जनतालाई गाह्रो छ बिजनेस व्यवसाय छैन नागरिक बचाउ अभियानको संयोजक दुर्गा प्रसाद दाइले पनि प्रधानमन्त्री यो भन्नुभयो जनताको जग्गा निलाम नगर्देऊ जनताको चिन्ता नगर्दा 35 दिने सूचना नकाट ब्याङ्क वित्तीय संस्थामा चाहिँ 35 दिने सूचना नकाट निलाम नगर्देऊ भन्दा पनि मैले त्यो कुरा यहाँ राख्दा पनि दुर्गा प्रसाद अभियानलाई टेरेन नागरिक बचाउ अभियानलाई र के गर्यो भन्दाखेरि मैले 1 वर्षमा 20 लाख रुपियाँ हालेछु मेरो लोन ठुलो पनि होइन एउटा 40 लाखको एउटा 18 लाखको सिद्धिने बेला भइसक्यो अब 1 वर्ष दिन्छ त्यसरी बुझ्नुहोस् मेरो सम्पत्ति 1.5 करोडको सम्पत्ति हो हेर्नु है 5 जग्गा 1.5 करोडको सम्पत्ति हो 10 लाखमा अर्कोलाई दियो भनेपछि अब तपाईँले के बुझ्नु के भयो 10 लाखमा अर्कोलाई दियो तपाईँले दिनुभयो उहाँको कुरा सुनौँ न हजुरको भन्नु त फाइलको प्रकृति के थियो भने पैसा तिरेको त केसमा लगानी गरे हो हामीले पहिला 40 लाख लगानी गरे स्टेटमेन्ट आइछ गाडीलाई पनि उहाँले अब पछि गाडी लिनु भयो हामीले पनि दियौँ अब गाडीको पनि कसरी मिलाएर 100% लगानी गरेर 58 लाख रुपैयाँ लगानी हो उहाँले मैले जम्मा 24 घण्टाको टाइम दिएको छ जम्मा त्यो कले किनेको एकछिन बस्नु उहाँले लोन लिएकै 4 महिनासम्म चाहिँ रेगुलर तिर्नु भयो होला 4 अथवा 5 महिना रेगुलर तिर्नु भयो होला रेगुलर किस्ता 4-5 महिनापछि उहाँले बिजनेसमा लगानी गर्ने भनेर लानु भयो अब कहाँ लगानी गर्नुभयो हाम्रो पनि अब त्यो पुगेन हैन त्यस पछाडि अब कहाँ गर्नुभयो के गर्नुभयो उहाँले बिजनेस पनि थिएन त्यही पनि माथिबाट बिजनेस छैन भन्दै पनि मैले जोगाउँदै यति 4-5 वर्ष ल्याएको उहाँलाई हैन अन्तिमचोटि मैले के भने कृष्ण सर अब मेरो हातमा छैन तपाईलाई जतिसम्म जोगाउन सके मैले जोगाएँ अब माथिबाटै बिड निकालेर बेच्दैछन् अन्तिममा तपाईँ साँचो कसम खाएर भन्नु अन्तिम छैन पनि मैले यसरी पैसा किन लिनु भयो मेरो कुरा पनि सुन्नु न सबैको गुनासो छ हैन अनि अब यसरी ब्ल्याक लिस्ट हुनु भन्दा तपाईको जग्गा अहिले बेच्नु भयो मसँग कुरा भएन यो झुटो है बेग्लै बोलेको छोड्नु न त ल उहाँ भन्नुभएको अब तपाईको जग्गा यसरी जाँदैछ माथिबाट बिटाएको छ मेरो माथि मेरो हातबाट तपाईको फाइल गइसक्यो हेड अफिसले निर्णय गरेर गर्दैछ अब बिड पर्या छ अरे बिड परेको अमाउन्टमा यति अमाउन्टमा